मेरो जीवन नै मेरो सन्देश हो। तपाईँ मलाई जन्जिरले बाँध्न सक्नुहुन्छ, यातना दिन सक्नुहुन्छ, यहाँसम्म कि तपाईँ मेरो शरीरलाई नष्ट गर्न सक्नुहुन्छ, तर तपाईँले कहिले पनि मेरा विचारलाई कैद गर्न सक्नुहुन्न। आफूले संसारमा देख्न चाहेको परिवर्तन आफै बन्नुहोस्। जहाँ प्रेम छ त्यहाँ जीवन छ। मेरो जीवन नै मेरो सन्देश हो। आँखाको बदलाले सम्पूर्ण संसारलाई अन्ध बनाउँछ। कमजोर व्यक्तिले कहिले पनि माफ गर्न सक्दैन। माफ गर्नु बलियो व्यक्तिको विशेषता हो। पहिले अरूले तपाईलाई ध्यान दिँदैनन्, त्यसपछि तिनीहरू तपाईमाथि हाँस्नेछन् अनि तिनीहरू तपाईसँग लड्नेछन् र अन्त्यमा तपाईको जित हुनेछ। खुशी तब हुन्छ जब तपाईले जे सोच्नुहुन्छ, जे भन्नुहुन्छ र जे गर्नुहुन्छ त्यो एकैसाथ मिल्दछ। मौनता सबभन्दा शक्तिशाली भाषण हो। बिस्तारै संसारले तपाईलाई सुन्नेछ।